जुन मुलुक सङ्घहरू युवाहरू छ त्यसको बारेमा म सिकाउँछु। एकाउन्न च्याप्टरमा जानुहोस् त, ओसिबिल गुवामा पाना पल्टाउनुहोस् है। के छ सन्चै हुनुहुन्छ होला। मैले अपडेट पनि कुन कुन क्वेसनहरू आएको थियो त्यसको बारेमा पनि सर्टकटमा भनिदिन्छु, यसको महत्त्वपूर्ण कुराहरू भनिदिन्छु, ध्यान दिएर हेर्नुहोस् है त। एकाउन्न च्याप्टरमा के छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। सुकपाक सबिसु भने चाहिँ सुकपाक भनेको के हो त? वासस्थान, बस्ने कि बस्ने बस्ने। अनि सर्भिस भनेको सेवा, जस्तो होटेलहरूको हुन्छ नि, होटेलमा गएर ग्राहकहरू बस्छन् नि, हो त्यसको बारेमा यसमा सिकाएको छ। तपाईँ यदि होटेलमा गएर काम गर्नुभयो भनेदेखि चाहिँ त्यसका के हुन्छन् त, के हामीले गर्नुपर्ने हुन्छ त्यसको बारेमा यसमा सिकाएको छ, राम्रोसँग हेर्नु होला। अब खास महत्त्वपूर्ण कुरा चाहिँ यो छ है, हाउस किपिङ खाद्य। यो चाहिँ हामीलाई अवैमा सोध्न सक्छ, होइन यो चाहिँ सम्भावित क्वेसन हो, याद गर्नु होला। यो हाउसकिपिङ खाद्य भनेको के हो भन्दाखेरि ट्रली हो कि, बुझ्नु न। त्यो बुढाउँछ नि होटेलहरूमा, अलि राम्रा होटेलहरूमा यो चाहिँ गाडी कुदाएर अनि यहाँ चाहिँ टावेल साबुन है, अब जस्तो जुन चाहिँ कस्टमरहरूलाई अथवा ग्राहकहरूलाई पाहुनाहरूलाई के सामानहरू कोठामा चाहिँ सेवा दिनुपर्छ त्यसको बारेमा चाहिँ यो ट्रलीमा राखेर गुडाइरहेको हुन्छन्। यो बुझ्नु होला। हाउसकिपिङ कार्डको बारेमा अवैमा सोध्यो भनेर चाहिँ धेरैजनाले भनिरहनु भएको थियो, त्यही भएर यसलाई अलिकति फोकस गर्नु होला। मैले हिजो नि भनेको थिएँ है, याद गर्नु होला। अब यसको बारेमा हेर्नुहोस् त, हाउसकिपिङ खाद्यका आन उम्जिके हो। आन उम्जिके भनेको चाहिँ उम्जिकिँदा भनेको चाहिँ चल्नु हुन्छ कि, त्यसबाट यो फानमालो है, यो फानमालो। आन भनेको नेगेटिभ भयो। हाउसकिपिङ कार्ड चाहिँ अथवा यो हाउसकिपिङको ट्रली चाहिँ चलेको छैन नि भनेर यसले भन्यो, चलेको छैन भन्दा सालचक भनेको चाहिँ हल्का भनेको हल्का हल्का। थाङ्गे तागा भन्ने छ है, थाङ्गे तागा भनेको थाङ्गिदा भनेको तान्नु हुन्छ नि त, तानेपछि आफ्नो भनेको अगाडि, मिरफा भनेको चाहिँ धकेली हेर, धकेली हेर, अलिकति अगाडि तान, त्यसपछि चाहिँ हो अगाडि तान, त्यसपछि हो आफूतिर तान। सालचक थाङ्गे तागा भनेको छ नि त, अलिकति आफूतिर ल्याउने हल्का, त्यसपछि फेरि मिरफा भनेको चाहिँ धकेली हेर। यसको बारेमा सिकाएको छ। कहिलेकाहीँ ढोका खुलेन भने पनि अलिकति आफूतिर तानिन्छ है, त्यसपछि चाहिँ त्यो चुक्कललाई अनि अलिकति तानेर अनि फेरि धकेल्दाखेरि ठ्याक्क खुल्छ नि त। जस्तो टाँपीहरू खुल्न भने पनि त एकचोटि चाहिँ यसो मास्तिर लैजाने, चाबी लगाउने, फेरि यसरी तान्दाखेरि ठ्याक्क खुल्छ नि त, त्यही भन्ने अहिले। अब मुनपपको बारेमा हजुरहरूले चाहिँ हिजो पढ्नुभयो, सरले पढाउनु भएको छ, अत्ताका अत्ताका र फानमालको बारेमा। अब मैले सिधै हजुरहरूलाई अवैमा लिएर गएँ है, के भन्दा पढिसकेको कारणले गर्दा र यो समयको छोटो समयमा धेरै सिक्नुपर्ने कारणले गर्दाखेरि म सर्टकटमा भन्दै गएँ है त। ल, महत्त्वपूर्ण कुराहरूमा के हुन्छ भन्दा होटेल भनेको होटेल, फिफुमसिल भनेको छ है। अब होटेल सप्लाई रुम भन्छ कि, जस्तो जुन चाहिँ स्टोरमा सामानहरू पाहुना कोठाको लागि चाहिने सामानहरू हुन्छ नि, त्यो राख्ने ठाउँलाई फिफुमसिल भन्छ। भनेको सप्लाई रुम भन्ने हुन्छ है, सप्लाई रुम। अनि मूलफुम भनेको चाहिँ सामान, खल्यान अवै भनेको सम्बन्धित शब्दावली। अब यसमा फिपुमसिल अथवा लेनदेनशील भनेको छ। अब यो भनेको के भन्छ, सप्लाई रुम अथवा लेनदेन रुम भनेको छ। भनेको चाहिँ जस्तो पाहुना कोठाहरूलाई चाहिने सामानहरू जुन राखिन्छ त्यसलाई चाहिँ फिपुमसिल भन्छ है। आवश्यक पर्ने जुन सप्लाई रुम भन्छ, आपूर्ति कोठा भने पनि हुन्छ है, यो बुझ्नु होला। अब यसमा अब यो मोक्यो गाउन भनेको छ, जुन चाहिँ नुहाउँदाखेरि नुहाउने बेलामा लाउने भने गाउन नै हो, यो सहिलो भयो मोक्यो गाउन। सुगन भनेको टावेल, बुझिहाल्नुहुन्छ। सितु भनेको चाहिँ सिट भनेको कभर, कभर है, यो बुझ्नु। र अनि त्यसपछि छङ्सो थोगु हाम भन्यो है। छङ्सो भनेको सरसफाइ, थोगु भनेको औजार, हाम भनेको बक्स, भनेको चाहिँ सरसफाइका औजारका बाकस, सरसफाइका औजार राख्ने बाकस चाहिँ त्यहाँ चाहिँ। जस्तो फाङयाङजे, फाङयाङजे भनेको चाहिँ रुम स्प्रे हो। जस्तो कोठाहरूमा अलिकति गन्ध आउला, दुर्गन्धहरू आउला भनेर त्यो रुम स्प्रे जुन चाहिँ राखिया हुन्छ त्यसलाई फाङयाङजे भन्छ, फाङयाङजे हुन्छ रुम स्प्रे। अनि मारुन खल्ले, मारुन खल्ले भनेको सुक्खा टालो, मारुदाबाट मारुन खल्ले भनेको चाहिँ टालो, यो सुक्खा टालो। त्यसै गरेर थेगल्ले है, थेगल्ले भनेको चाहिँ यो इक्जाम हामीलाई सोधेको है, याद गर्नु होला। थेगल्ले भनेको मप हो। जस्तो पुस्दाखेरि पुस्नु पर्यो भनेदेखि, को ठाउँलाई पुस्नु पर्यो भनेदेखि यो प्रयोग गरिन्छ, मप हामीले प्रयोग गरिरहेको छौँ, यदि नयाँ कुरा चाहिँ होइन। त्यसै गरेर अब यहाँ हेर्नुहोस्, प्लग रोल कोत्ता भनेको छ। कोत्ता भनेको कोस्नी, कोस्नी, कोस्नी कि चिराउने।
र पेदा भनेको चाहिँ निकाल्नु, पेदा भनेको निकाल्नु, कोद्दा भनेको कोस्नु, पेदा भनेको निकाल्नु है, बुझ्नु होला। अब त्यसै गरेर अब यहाँ जानुस्, हाउसकिपिङ खाद्य। हाउसकिपिङ खाद्य भनेको चाहिँ जस्तो जुन चाहिँ ट्रली छ यसलाई हाउसकिपिङ खाद्य भन्छ र यसमा मास्टर कि रुल थेदा भनेको छ। थेदा भनेको छुनु हुन्छ है, छुनु। तर यहाँ चाहिँ के भयो त भन्दाखेरि थेदा मास्टर कीलाई छुने, होटेलहरूको ढोकामा चाहिँ यो हुन्छ, यो कार्ड हुन्छ। जस्तो यो मास्टर की चाहिँ दुईटा हुन्छ कि एउटा कस्टमरसित हुन्छ, एउटा चाहिँ अर्को मान्छे जुन होटेलको सरसफाइ गर्ने महिला वा पुरुष जसुकै हुन्छ उहाँहरूसँग हुन्छ है। त्यसैले यो मास्टर की चाहिँ मास्टर की, अनि थेदा भनेको चाहिँ छुनु, छोएपछि त्यो ढोका खुल्छ। र तेदा भनेको चाहिँ निकाल्नु अथवा उक्काउनु पनि हुन्छ, कुनै कुराहरू टाँसेको कुरालाई निकाल्नुलाई तेदा भन्छ। अब यहाँ चाहिँ थेदा छुनु भयो, त्यसपछि निकाल्नु भयो, थेदा अनि त्यसपछि निकाल्ने, त्यहाँबाट हटाउनु। अब सोन्जाबी भनेको ह्यान्डल, ह्यान्डल बुझिहाल्नुहुन्छ ह्यान्डल भनेर। अनि त्यसपछि अब सेङ्सु, सेङ्सु भनेको चाहिँ यो चाहिँ बोतलको पानी हो, बोतलको पानी, बोतलको पानी है, बोतलको पानी कति खाने, बोतलको पानी है, बोतलको पानी। सुगाम, सुगाम भनेको छुट्याउने बाकस भन्छ, कलेक्सन बिन भनेर चाहिँ छुट्याउने बाकस। कुन भन्दा यो हो है, याद गर्नु होला। जस्तो खोरहरू, अब यो बुझ्नु न, अब जस्तो यो यो यस्तो खाले त हामीले जस्तो हामी हस्पिटलतिर गयो भने पनि नर्सहरूले यस्तो गुडाहरू लिँदा हुन्छ नि, यो त्यस्तै खाले हो यो। अनि छुट्याउने बाकस है, छुट्याउने बाकस, छुट्याउने बाकस। अब यहाँ जाउँ, स्याम्पू, स्याम्पू भइहाल्यो, चिनिन्छ। रिन्सु भनेको कन्डिसनर भनेको चाहिँ अब कपाललाई त्यो सिल्की बनाउँदा मैलाहरू प्रयोग गर्छन्, यस्तो बुच्चो कपालभन्दा के प्रयोग गर्नु र होइन, तै पनि। अनि बादी होसी भनेको छ, बडी होस, बडी होस। यो हाम्रो चाहिँ अब साबुनै लाइन्छ हामीले प्रायः गरेर, त्यही पनि बडी होस भन्दा चाहिँ बडीलाई धुने, शरीरलाई धुने। अनि फिनु साबुन छँदैछ, सियाक दन्तमञ्जन बुझिन्छ, र सिच्चोल भनेको चाहिँ टुथब्रस, टुथब्रस दाँत पाल्ने ब्रस। अब यसमा हेर्नु छनवासन भन्यो है, छनवासन भनेको फोन कोड, फोन कोड भनेको जस्तो होटेलहरूमा फोन राख्छ, फोन राखेपछि तपाईँलाई रिसिप्सन चाहिने हो कि किचनलाई चाहिने हो कि कुन कुन डिपार्टहरूलाई चाहिने हो, त्यो फोन कोडहरू राखिदिया हुन्छ। त्यो कोड दबाएपछि त्यो त्यो होटेलकै त्यो ठाउँमा जान्छ र तपाईँलाई किचनमा फोन गरेर मन लाग्यो केही मगाउनु पर्यो भनेदेखि ठ्याक्कै उनीहरूले उठाउँछन्, आफूले अर्डर गरेको कुरा चाहिँ त्यहाँबाट पाइन्छ। रिसिप्सनमा केही कुरा सोध्न मन लाग्यो भने त्यो कोडबाट हामीले त्यहाँ फोन गरेर लिन सकिन्छ। होटेलको सेवा लिनलाई यो फोन कोड चाहिँ राखिदिएको हुन्छ है, याद गर्नु होला। अनि खेक्सिल भनेको पाहुना कोठा, पाहुना, पाहुना कोठा। अनि छन्दोङ सिक भने मोटर अपरेटेड भनेको चाहिँ मोटरबाट चल्ने, जस्तो यस्तो ट्रलीहरू के मोटरबाट अन गरेर पनि चलाउन सकिन्छ, गुडाउन सकिन्छ, त्यो मोटर अपरेटेड भनेको चाहिँ मोटरबाट चल्ने। अनि खथनुल, खथनुल सिधा भनेको चाहिँ अब यो चाहिँ पर्दा लगाउनु। यसमा के बुझ्नु पर्यो भन्दाखेरि याद गर्नु है, पर्दा लगाउनुलाई पनि सिधा हुन्छ भनेर बुझ्नु पर्यो, सिधा भनेको पर्दा लगाउनु है, खथनुल सिधा, बुझ्नुभयो होला। अब हामी यो यिनीहरू गरिसक्नु भएको छ है, त्यही भएर मैले सक्करमा है गरेको कुरा किन दोहोरिनु पर्यो। अब थेवाइलमा जाउँ। अब यसमा थेवाइलमा जस्तो अनुरोन आज चाहिँ यान्यु सिजागिरा छ, यान्यु भनेको चाहिँ लामो बिदा भन्छ है, लामो बिदा। यान्युमा खास चाहिँ 3 दिन, अब शनिबार आइतबार बाहेक अरू चाहिँ लगातार 3 दिन बिदा भयो भने त्यसलाई यान्यु भन्छ है, बुझ्नु होला। यान्यु भनेको लामो बिदा। अनि सिजाग इरास भनेको सुरु भएर याकान सोन्निमी भनेको चाहिँ बुकिङ गरेका पाहुना, मानायो भनेको चाहिँ धेरै छन्, पाहुना है, पाहुना, पाहुना धेरै छन्। खेक्सिल छङसुए भनेको चाहिँ पाहुना कोठाको सरसफाइ, पाहुना कोठाको सरसफाइ। सिनगेङ चुस्यो है, सिनगेङुल सुधा, सिनगेङुल सुधा है, सिनगेङुल सुधा भनेको विचार पुर्याउनु, विचार पुर्याउनु, विचार पुर्याउनु। ध्यान दिनु भने पनि हुन्छ, तर ध्यान दिनुमा अरू वर्ड पनि आउँछ, त्यही भएर मैले विचार पुर्याउनु भनेर फरक खाले वर्ड राखिदिएको, सजिलो हुन्छ तपाईँलाई। क्रम त्यसो भए छङसो सिजा गाँस्यो भने चाहिँ त्यसपछि सरसफाइ सुरु गर्नुहोस् ने।
알겠습니다. हजुर बुझेँ. छायाजी मुसुन मुन्जेगा इसायो भनेको मुन्जे भनेको समस्या हुन्छ है, प्रश्न पनि हुन्छ, समस्या पनि हुन्छ है. कुनै समस्या छ? वे किन छङ सुहाएर आन खायो, किन सरसफाइ गर्न गएको भनेर सोध्यो. हाउसकिपिङ खाद्यका अथवा पेट्रोली हाउसकिपिङ कार्ड यो आन उम्चिकेसयो भनेको चलेको छैन, चलिन्छ कि कहिलेकाहीँ हामीले जस्तो एयरपोर्टतिर गइयो भने त्यो गाडी चाहिँ यता ल्याउनु खोज्दा अर्कोतिर या चल्दै चल्दैन, त्यो समस्या नि त आउँछ नि त. हो त्यसै गरेर यो त चलेन नि भनेर भन्नु, चल्दै चल्दैन त, उड्दै उड्दैन त भनेर भन्यो. त्यसपछि इभने भनेको यसपटक फाक्कुन हाउसकिपिङ भनेको परिवर्तन गरेको ट्रली चाहिँ छन्दोङ सिकियो भनेको मोटरबाट चल्ने हो, मोटर अपरेटेड हो, मोटरबाट चल्ने हो भनेर, मोटरबाट चल्ने हो, गुडाउनु मात्रै होइन, मोटरबाट चल्दैछ. क्रेस भनेको त्यसैले यी बथनुल भनेको यो बटनलाई नुल्ल तागा भने चाहिँ नुरुदाबाट भएको है. नुरुदा भनेको बुझ्नुहुन्छ, थिच्नुहुन्छ, थिच्नु. नुरुदा भनेको थिच्नु. थिचेपछि त्याया भनेको छ. त्याया भनेको त्यसलाई निकाल्ने हो भने, थिच्ने त्यसपछि निकाल्ने हो भने. अनि छाक्तुङ ए भनेको सञ्चालन हुन्छ. छाक्तुङ आधा भनेको सञ्चालन हुनु, छाक्तुङ आधा है, सञ्चालन हुनु, चल्छ भनेको है, सञ्चालन हुनु. यो चाहिँ यो बटनलाई थिच्ने त्यसपछि निकालेपछि चाहिँ निकाल्यो भने मात्र चल्न सुरु हुन्छ, चल्छ. हानबन एकपटक हे खुसी भनेको गरिहेर्नुहोस् ने. हजुर कुरा के भनेको त्यसरी हानिक्या गरेकोले, त्यसरी गरेकोले थिएन हो, भयो नि, त्यसरी गरेकोले भयो नि भनेर भन्यो. खामसान्दा धन्यवाद. क्रम त्यसो भए छङ सुहाएर खाकै सुन्दा, त्यसो भए सरसफाइ गर्न जानेछु, चलाउन जानेछ कि उसले. मोटर अपरेटरवाला आएको रहेछ त्यो हाउसकिपिङ त्यो ट्रली, अनि उसले चाहिँ चलाउन नजानेको भएर यो चाहिँ सोधेको रहेछ, नचलेको रहेछ. बुझ्नुभयो नि. अब हामी तलपट्टि जाउँ. छाया सिनुन वे छङ सुहाएर आन्खास सही भनेको छ. अथवा छायाजी किन सरसफाइ गर्न गएन, सरसफाइ गर्न किन गएको छायाजी भन्नु त. यहाँ त हाउसकिपिङ कार्डका उम्जिकेछ भने हुन्छ, अथवा ट्रली नचलेर. हाउसकिपिङ खाद्यका आन उम्चिकेछ अथवा हाउसकिपिङ ट्रली चाहिँ नचलेर. बुझ्नुभयो नि. त्यसै गरेर इभने फाक्कुन हाउसकिपिङ खाद्नुन अटक्कै साइने हो, अथवा यसपटक परिवर्तन गरेको ट्रली चाहिँ कसरी प्रयोग गर्ने भनेर भने. कसरी प्रयोग गर्ने, हाउसकिपिङ कार्ड त ल्यायो, ट्रली त ल्यायो, कसरी प्रयोग गर्ने भनेर भन्दा हेर्नुहोस् त सजिलो हुन्छ. अनि बटनो नुल्ला तागा त्यया छाक्तुङ यही भयो. बटनलाई हो अनि थिच्ने त्यसपछि त्यया भनेछ निकाल्ने भने मात्र छाक्तुङ यही हो भनेको सञ्चालन हुन्छ. भनेपछि बटनुल नुल्ला तागा त्यया छाक्तुङ यही बुझे हुन्छ. बटनलाई थिच्ने त्यसपछि त्यया भनेको त्यसलाई निकाल्ने भने मात्र छाक्तुङ यही हो भने चाहिँ चल्न सुरु हुन्छ, चल्छ. अब यिनीहरू पढिसक्नु भएको छ, त्यही भएर ल अघिमा जाउँ त हामी. अब खेक्सिल छङ्बे खल्ले नभए पाहुना कोठाको मर्मतसँग सम्बन्धित शब्दावली है. पाहुना कोठाको मर्मत वा सुधारसँग सम्बन्धित शब्दावली पढौँ. अब मैले यसो कमेन्ट पनि हेर्दैछु के छ, खै कसरी केही गर्नुभएको कमेन्टहरू. अलि मेन प्रिन्ट हेर्नु त भनेको छ. अब यहाँ हेर्नुहोस् त कति देखिया छ, कस्तो आवाज आइरहेछ भन्नु होला है. खेक्सिल भनेको पाहुना कोठा, पाहुना कोठा. हामी होटलतिर गएर बस्छौँ त्यही हो. अब सुई चिरुल ख्यादा कुदा, यो फान्ने बालमा हामीलाई सोध्न सक्छ है. ख्यादा र कुदा. ख्यादा भनेको चाहिँ अन गर्नु र कुदा भनेको अफ गर्नु. त्यसै गरेर हेर्नुहोस् त अब अर्कोमा सितिरुल खेउचियादा अथवा कभरलाई चेन्ज गर्नु, कभरलाई चेन्ज गर्नु. इबुल्बो है. इबुल्बो भनेको चाहिँ इबुल भनेको के त सिरक, सिरकको कभर, सिरकको कभर. इबुल भने सिरक हो नि त, सिरकको कभर. खोल भने पनि हुन्छ, सिरकको खोल भने हुन्छ, सजिलो भएको छ. खोल त भनिन्छ नि त, सिरकको खोल. अनि छन्दुङ, छन्दुङ भनेको लाइट, छङ्गी भनेको बिजुली है.
र अनि त्यसपछि दोङ दोङ भनेको चाहिँ बत्ती भयो, इलेक्ट्रिक बत्ती। त्यसै गरेर खेक्सिल छनवागी है, पाहुना कोठाको फोनको सेट, पाहुना कोठाको फोनको सेट देख्नुहुन्छ, पाहुना कोठाको फोनको सेट, पाहुना कोठाको फोनको सेट, त्यहाँ फोन राखिदिरहेको हुन्छ नि त, त्यही भएर है, यो बुझ्नु होला। वाजाङदे, वाजाङदे, यो ड्रेसिङ टेबल हो, ड्रेसिङ टेबल है, वाजाङदे, वाजाङदे, वाजाङदे भनेको ड्रेसिङ टेबल है, ड्रेसिङ टेबल भनेको बुझ्नुहुन्छ। ड्रेसिङ टेबल भनेको जस्तो अब तपाईँ अब हामी भाइहरूलाई त के मतलब भएर केटा मान्छेलाई त केटीहरूलाई त अलिकति यसो मेकअप पनि त गर्नुपर्ने हुन्छ नि त, त्यही भएर है वाजाङदे। अनि अब अलिकति तल जाउँ, अल्लुक भनेको दाग हो है, यहाँ देख्नुभएको छ दाग, दाग, दाग। छिन्देबो, छिन्दे भनेको के हो त, तलपट्टि खाट भयो नि त, तन्ना भयो तलपट्टिको, यो छिन्देबो भने चाहिँ तन्ना भनिन्छ, बेडसिट भने चाहिँ तन्ना, तन्ना भन्न सजिलो हुन्छ। अनि सिरेगिरुल छुप्ता भने चाहिँ, छुप्ता भनेको चाहिँ यसले टिपिरहेको छ नि, हेर्नुहोस् त, छुप्ता भनेको चाहिँ भुइँमा खसेको टिप्नुलाई छुप्ता हुन्छ है, छुप्ता भनेको चाहिँ टिप्नु। जस्तो ताला भनेको रुखहरूकोमा टिप्नुहुन्छ, र छुप्ता भनेको चाहिँ टिप्नु कस्तोमा हुन्छ भन्दाखेरि यो चाहिँ जुन भुइँमा खसेको चिजहरूलाई टिप्नुलाई छुप्ता भन्छ। यसको अनियमित क्रिया, यो अनियमित क्रिया हो, छु व यो हुन्छ है, के भन्छ, छु व यो हुन्छ, ब हटेर व यो जान्छ, यो अनियमित क्रिया हो, फुल्किउचिक भन्छ नि त, त्यो हो है, फुल्किउचिक हुन्छ। मिनिबा, मिनिबा भनेको मिनिबा, सजिलो भाषा यस्तो टर्म दिने कि मिनी भनेको चाहिँ बाह्र भनेपछि बाह्रै भइहाल्यो, यो त भाइहरूले त बुझ्नु होला, बहिनीहरूले गाह्रो भयो होला, तैपनि अब कहिले त अब बहिनीहरूले पनि त्यसको बेलामा चाहिँ यसो म त केही खान्न, बियर पनि खान्न, के पनि खान्न, तर यस्तो चाहिँ वाइन चाहिँ खान्छु भन्नुहुन्छ, वाइन खाए पनि बियर खाए पनि कुरो एउटै हो, सबै चाहिँ अल्कोहल हो है, त्यो बुझ्नु होला। अनि नाच्नु। अब त्यसपछि अलिक तल जाउँ, खेक्सिल योङफुम भन्यो है, पाहुना कोठाका सामान, पाहुना कोठाका सामान, पाहुना कोठाका सामान है, पाहुना कोठाका सामानमा रिमोकन, रिमोट कन्ट्रोल चिन्नुहुन्छ, हेयर ड्रायर, हेयर ड्रायर, यो इक्जाममा हामीलाई यी चित्रहरू दिन सक्छ है, याद गर्नु होला। स्लिपर, चप्पल, स्लिपर भनेको चप्पल। अनि ओत्करी भनेको चाहिँ ह्याङ्गर भइहाल्यो, चिन्नुहुन्छ, यता खासै गाह्रो पनि भएन। अनि स्नेक भनेको स्न्याक्स, आन्जु भनेको शीतन हुन्छ है, आन्जु भनेको शीतन, फेरि अब हामीले रक्सी खाए, स्वास्थ्यहरूले रक्सी खायो, हामीलाई शीतन भने चाहिँ अलिकति नुन भए पनि भयो, यति दालमोट भए पनि भयो, यसो चाटो चिर्क पारेर मुख बिगाएर त्यो त हुन्छ, यो चाहिँ स्न्याक्स भनेको छ, बुझ्नु होला। डिएनडी खाद्य भनेको चाहिँ यो डोन्ट डिस्टर्ब कार्ड यहीँ लेखेको छ, भनेको तपाईँ जस्तो कोठामा सफाइ गर्न आउने मान्छेलाई जस्तो मेरो म अहिले सुतिरहेको छु, मलाई डिस्टर्ब नगर भनेर चाहिँ यो कार्ड राखिदिनु भयो भने उसले आएर तपाईँलाई चाहिँ केही डिस्टर्ब गर्दैन है, यो हो डिएनडी कार्ड भनेको। मेड पोको छ भन्दा मेड पोको छ, सेविका कार्ड भनेको हुन्छ, तपाईँलाई के चाहिन्छ त्यो कुरो चाहिँ त्यो पेपरमा लेख्न पाइन्छ, सेविका कार्ड। अनि मेकअप खाद भनेको छ मेकअप कार्ड, र खाजथा नोदा भनेको लगेर लगिराख्नु, ठाउँमा लगेर राख्नुमा चाहिँ खाजथा नोथा हुन्छ है, खाजदा नोथा, खाजदा नोथा। अब हामी तल जाउँ। अब यो चाहिँ महत्त्वपूर्ण देखाएको छु, सरले यो जोडा मिलाइसक्नु भएको छ, त्यही भएर म यसमा टाइम लाग्दैन, तर यो चाहिँ डिएनडी कार्ड, मेड पोको छ, खेक्सिल, मिनिबा जस्तो मेकअप खाद, यिनीहरू हामीलाई इक्जाममा औैमा सोध्न सक्छ, सम्भावित हो है, प्लिज भाइ बहिनीहरू ध्यान दिएर हेर्नु होला। अब यो फन्माल पनि पढिसक्नु भएको छ, सिकाइन। अब थेवा ईमा जाउँ है, थेवा ईमा के सिकाएको छ यसको बारेमा सिकाएँ। छाया, छाया छिगोम भनेको अहिले, सोन्निम मुलगनुल भनेको छ है, पाहुनाको सामानहरू अमिगो इस भनेर छाइरहेको छ भनेर फन्मालमा छ। ने टेबल उयो भनेको टेबल माथि फरवस फोहोर भएर छङ्सु हारे गयो भनेको चाहिँ सरसफाइ गर्ने विचारले हो, सरसफाइ गर्ने विचारले हो। छङ्सु हानुन तोङान सरसफाइ गर्ने अवधिमा छाम्सी भनेको एकैछिन है, एकैछिन ओम्ग्या नोमेन सारी राखेमा आन्देल कायो हुँदैन र सुन्निमदुल भनेको पाहुनाहरू
मुलगनुल हाम्बुरो भनेको मन परी भनेको है मन परी सामानहरू मन परी मान्जिगना मान्जिदा भनेको छुनु हुन्छ है छुने वा अनि उम्किमेन सारेमा हान्दै भनेको चाहिँ हुँदैन अरे किन भन्दा पाहुना नभएको बेलामा तपाईँले कोठा सामान राखिदिनु भएको थियो टेबलमाथि कुनै सामान तलमाथि यताउति भयो भने त चोर पस्यो कि कसले के गर्यो भनेर शङ्का गरिन्छ नि त त्यही भएर यहाँ पनि त्यही हुन्छ गलत मन परी सामान राखेमा पाहुनाहरूले हो के हुन्छ भन्दाखेरि अलिकति गलत बुझ्न सक्छन् भन्न खोजेको अब सुन्निन्दोरी फाङे थुरा वा सुन्ते भनेको चाहिँ पाहुनाहरू कोठामा आएको बेलामा चाहिँ मुलगनी सामान छेजारिए भनेको छेजारी भनेको आफ्नो ठाउँ है आफ्नो ठाउँमा अप्सुमेन भनेको नभएमा ओहे हाल्छु कि गर्दैन भने चाहिँ ओहे आधा भनेको गलत बुझ्नु है ओहे आधा भनेको गलत बुझ्नु गलत बुझ्न सक्छन् नि भनेर भन्नु गर्दैन यो अनि ने हल्के सुन्दा बुझे क्रम त्यसो भए थेबुल उयो भनेको टेबलको माथि अतक्के छौसो हल्कायो कसरी सरसफाइ गरौँ त टेबल माथि कसरी सरसफाइ गरौँ त अब त्यसपछि टेबल उये इन्नुन भनेको टेबल उयो माथि भएको युजी भने चाहिँ युजी भने पनि हुन्छ टोइलेट पेपर हो टोइलेट पेपर है टोइलेट पेपर हरिगो फालेर फादाको भुइँमा चाहिँ सुन गल्ले भनेको छ हाते टालोले के कुसी भनेको सफा गरी थाकुमेन भनेको पुसेमा त्यही भनेको चाहिँ हुन्छ अन्य चेक्चा भनेको चाहिँ अन्य चेक्चा भनेको चाहिँ बुझ्नुहुन्छ यो चाहिँ गाइड बुक भनिन्छ सजिलो भाषा गाइड बुक हामीलाई इङ्ग्लिसमै सजिलो लाग्नु भयो भने गाइड बुक भने र साक्षी भनेको चाहिँ म्यागजिन हो म्यागजिन छेजारी नोखो भनेको आफ्नो ठाउँमा राखेर ने कुरक्खे हाल्के भनेको त्यसै गर्नेछु ठाउँ उठनुन नेक्स्ट टाइमदेखि छोसिन आगे सुन्दा होसियार हुनेछु नेक्स्ट टाइमदेखि होसियार हुनेछु बुझ्नुभयो अब थेदाबे पायो छायासिनुन छौसो आमेन्छ मुसुन सिलसुल हेर्छयो छायासीले सरसफाइ गर्दै मुसुन सिलसुल हेर्छयो सरसफाइ गर्दै गर्दाखेरि कुन गल्ती गर्यो भन्नुहोस् त कुन गल्ती गर्यो भन्नुहोस् त अब यहाँ सोनिमदल मूल गरौँ हापुरो मान्जिगाना उम्गिमेन हान्दै भनेपछि के गर्यो यसले गल्ती गरेको खास के हो हुन्छ छौसो हाल्दै सोनिम मुलगन्दुरी हो उम्गियासयो यही त सरसफाइ गर्दाखेरि पाहुनाको जुन सामान छ तिनीहरूलाई सार्यो वा हटायो यही त गरेको गल्ती गर्न हुँदैन खेबुर उहे इन्जुन सोनिम दुरी मुलगनुल उम्गियासयो अथवा टेबल माथि भएको सामानहरू उसले चाहिँ सार्यो यही गल्ती गरेको त अनि खेक्सिल टेबल उहे अतके छौसो यादेऊ अथवा पाहुना कोठाको टेबलमाथि कसरी सरसफाइ गर्नुपर्छ भन्नुहोस् त कसरी गर्ने छ यहाँ त यही हो टेबल उयो इनुन युजिरुल अथवा टेबल माथि भएको युजीलाई टोइलेट पेपरलाई फरिको भनेको फालेर फादाकुन भनेको भुइँलाई चाहिँ सोन गल्लेलो केकुची थाकुमेन थियो अथवा चाहिँ जुन चाहिँ हाते टालोले सफा गरी पुसेमा हुन्छ टेबलमाथि भएकोलाई युजीलाई फालिदिने अनि भुइँमा चाहिँ तलपट्टि चाहिँ हाते टालोले पुसेपछि भयो मुन्वा छङ्गो हेर्नुहोस् त राम्रोसँग यो कोरियाको सिधो भन्छ नक्सा हो है हेर्नुहोस् त सौल कहाँ छ सौल थुगेल्सी भन्यो इन्चन भयो यहाँनिर खाङवन्दो आन्दोङ थेगु खोङयाक्सी चेङ्जु उल्सान खोङयाक्छ सेजुदो छल्लानाम्दो छन्जु थेजन यी सबै सहरहरू हुन् कोरियाका अथवा महानगरपालिका पनि हुन्छ देखाएको छ दो भन्यो भने त्यही प्रदेश हुन्छ कि जस्तो हाम्रो पनि 7 प्रदेश छन् नि त्यसै गरी दो जोडिएका जति प्रदेश भयो अनि सी जोडिएपछि सिटी भयो
ख्वाङयाक्सी भन्यो फेरि महानगरपालिका हुन्छ ख्वाङयाक्सी भन्यो फेरि महानगरपालिका सी मात्रै हो भने सिटी हुन्छ तर थोसी भनेको ठुला सहर अझै थेदोसी भन्यो त ठुला सहर विशाल सहर यसको आफ्नो विशेषता छ यो इक्जाममा आउने भन्दा पनि यहाँ राखिदिएको छ मैले त पढाइहाल्छु तर त्यति महत्त्वपूर्ण चाहिँ होइन इक्जामको लागि त्यति महत्त्वपूर्ण छैन पहिला पढ्नु त पर्यो यहाँ भए जस्तो पढ्नु पर्यो नि त हानकुके ख्वाङग्वाङजी भनेर चाहिँ अब ख्वाङगाङ भनेको चाहिँ पर्यटन हुन्छ जी भनेको क्षेत्र हो छियाकबाट हो है पर कोरियाका पर्यटन स्थल कोरियाका पर्यटन स्थल जस्तो हानकुगुन भनेको कोरियामा चाहिँ खुङ्गुहान भनेको प्रशस्त मुनवा युसान भन्ने चाहिँ संस्कृति सम्पदा र थाइगान भनेको विभिन्न ख्वाङग्वाङ मिङसो भनेको चाहिँ ख्वाङग्वाङ भनेको पर्यटन मिङसो भनेको ठाउँ छिनिङ भनेको लिएको अनि मेर्याक जप भनेको आकर्षक सौन्दर्य भनेको अनि नारा एमिडा भनेको चाहिँ देश हो कोरिया भनेको प्रशस्त संस्कृति सम्पदा र विभिन्न खाले पर्यटन स्थानलाई लिएको आकर्षक देश हो याक्सा जगिन भनेको ऐतिहासिक युजग्जी ऐतिहासिक स्थल आरामदाउन छायन खेङग्वान भन्ने चाहिँ सुन्दर प्राकृतिक दृश्य खेङग्वान भनेको दृश्य हुन्छ दृश्य मासिनुन उम्सिक भन्ने चाहिँ मिठो खानेकुरामा सुलगिल सुइस रमाइलो गर्न सकिने भएर मानुन धेरै वेइडुकिन ख्वाङग्वाङ बेगदुरी भनेको चाहिँ विदेशी पर्यटकहरूले हानकुगुल कोरियालाई छक्को सुन्दा खोजिरहेका छन् भनेर भन्दा कोरियामा धेरै पर्यटन स्थलहरू छ ऐतिहासिक स्थलमा पनि धेरै कुराहरू राम्रो छ त्यो कारणले गर्दा विदेशीहरूले कोरियालाई धेरै छानिरहेका छन् भनेको तर हाम्रो जस्तो चाहिँ सबै राम्रो त होइन हाम्रोमा धेरै प्राकृतिक दृश्यहरू छ पनि भन्न त पाएँ नि त के नभन्नु पाएँ भन्नै पर्यो अनि कोरोना भनेको कोरोना है कोरोना यो सबै बेहोरेको कुरा हो कोरोना अनि सिपुगा युयाङ हागी भन्ने चाहिँ अब युयाङ भनेको चाहिँ के अरे प्रख्यात पनि हुन्छ तर यहाँ त भएन नि त युयाङ भनेको त हो अब कोरोना चाहिँ अब फैलिनु अघि भन्नु पर्यो फैलिनु अघि कोरोना 19 फैलिनु अघि है फैलिनु अघि अब प्रख्यात हुनु अघि त भएन कोरोना भाइरस चाहिँ फैलिनु अघि अनि यी चाहिँ सिक्नेउने 2019 मा छन् छिल्बेक उसिप मानमेङ भने है यो कस्तो हुन्छ 1750 मान भनेको छ मान भने जहिले चावडा दिएर राखिदिने हो त्यसरी एकाइ दुई सैकड़ा हजार 10 लाख 10 लाख 1 करोड 75 लाख मान्ने है 1 करोड 75 लाख यी नम्नुन भनेको बढी वेकिन खनगङ्गेक भनेको चाहिँ विदेशी पर्यटक हानकुगुल छाजा सुन्दा कोरिया खोजे भनेको चाहिँ कोरियाको भ्रमण गरे कोरोना लाग्नुमा कोरोना फैलिनुभन्दा अघि 1 करोड 75 लाख मान्छेहरूले कोरियाको भ्रमण गरे कोरोना सबैले संसारलाई थाहा छ है अनि हानकुगे कोरियाको याक्सा वा इतिहास र छन्थङ मुनुवाहरूको परम्परागत संस्कृति मा सचेत छुलझुल छिर्ने रमाइलो गर्न सक्ने फोसिरोनुन सहरमा चाहिँ खेङजु यो सहरको नाम है आन्दोङ सहरको नाम छन्जु सहरको नाम यी सुन्दा छन् खेङजु अब प्रत्येक सहरको आफ्ना विशिष्टता गराएको छ है बुझ्नुभयो सिल्ला है खेङजुको सिल्ला चाहिँ याक्सा वा ऐतिहासिक र मुनवारुन अनि हान्नुने भनेको चाहिँ एकै नजरमा फोल्सु इसु भनेर देख्न सकिने माकुम जाति थाइगान युसानी भनेर चाहिँ विभिन्न खाले युसान भनेर छ सम्पदा सान्जे इन्नु भनेर फैलिएको सान्जे फैलिएको ठाउँ हो
अब यहाँ चाहिँ यो खास चाहिँ यो प्रत्येकको क्रियादी भन्नाले खेङ्जुमा हान्दोङमा छन्जुमा यी सहरका आफ्ना विशेषता भए तर खेङ्जुको विशेषता चाहिँ के रहेछ भन्दा सिल्ला चाहिँ यस्तो हो सिल्ला भनेको चाहिँ यो पहिलाको पुरानो राजधानी हो जस्तो गोर्खा अब भनौँ न विभिन्न आफ्नो चाहिँ पहिला 22-24 राज्य हुँदा पनि त त्यो राज्यहरूका आफ्ना सदरमुकाम थिए नि त त्यसै गरेर यहाँ पनि यो खेङ्जुको चाहिँ राजधानी सिल्ला हो सिल्लामा चाहिँ एकदम ऐतिहासिक कुराहरू चाहिँ धेरै देख्न पाइन्छ एक नजरमा आउँदा भने फैलिएको छ भन्नु भन्यो अनि फुलपुक्सा बुद्धको ठुलो मूर्ति भएको ठाउँ अनि सप्तुगाम भनेको छ यो भनेको चाहिँ बौद्ध गुफा थान्टुके कोरियाको कुल्ग्यो मुनुवारुल भनेको छ बुद्ध धर्म बुद्ध संस्कृति थिप्यो हानुन प्रमुख सात साल भन्ने गुम्बा है गुम्बा हो भनेको त्यो ठाउँमा चाहिँ दुईटा कुराहरू चाहिँ प्रख्यात रहेछ आन्दोङ चाहिँ थान्टुके कोरियाको छन्दोङ जगिन भनेको परम्परागत खन्चुक मूल भनेको छ भवन र युग्यो मुनुवा भनेको चाहिँ कन्फ्युसियस संस्कृति भन्छ कन्फ्युसियस संस्कृति यो कन्फ्युसियस संस्कृति भनेको चाहिँ बुद्ध धर्मको एउटा पाठ हो कन्फ्युसियस संस्कृति सेम हाल्सु इन्नु भने अनुभव गर्न सकिने हाहोइ माउल गाउँको नाम हो थोसान सवन यो ठाउँको नाम इत्यादि इन्नुन भनेको चाहिँ भएका हो तिनवटा ठाउँ हो छन्जुन गयो आन्दोङबाट छन्जु खेङ्जुबाट आन्दोङबाट छन्जुन थान्टुके कोरियाको छन्तोङ परम्परागत खाओपिङ भनेको चाहिँ एकदम पुराना घरहरू जस्तो हानो कोरियाको परम्परागत घर यी मोया भनेको जम्मा भई भेला भई इन्नुन भएको हानोक माहौल है परम्परागत घरको गाउँ ईसा भई थान्टुके कोरियाको छन्तोङ मुनावा कोरियाको परम्परा संस्कृति र याक्सा इतिहासलाई छियाम हाल्सी सुन्दा अनुभव गर्न सकिन्छ यो हाम्रो पनि गाउँतिर अलिकति पुरानो घले गाउँ भन्छ त्यतापट्टि पोखरा साइडमा तनहुँतिर त्यसै गरेर त्यहाँ पनि ती परम्परागत गाउँहरू चाहिँ जस्तो यहाँ चाहिँ गएर देख्न पाइयो तिनवटा शब्द राखिदियो कि एउटा खेङ्जुको एउटा विशेषता भनिदियो आन्दोङको अर्को विशेषता भने छन्जुको अर्को भयो छन्जुमा चाहिँ पुराना घरहरू रहेछ छन्जुमा म पनि गएको छु मैले पहिला काम गरेको ठाउँ हो किनभने यो ठाउँमा केही समय मैले काम गरे हो त्यो छन्जु चाहिँ अलिकति पुरानो कल्चरहरू बोकेको ठाउँ चाहिँ छन्जु हो अब आरामदाउन छायन भनेर सुन्दर प्रकृति र खेङ्गवान भनेको दृश्य छुल्किए रमाइलो गर्ने छोन खोस्रो चाहिँ राम्रो ठाउँ चाहिँ छेजुदो वा अनि सरकसानी सुन्दा छेजुदो भनेको टापु नाम भयो सरकसान भनेको पहाडको नाम भयो छेजुमा अन्त्यसा कोरियामा खाजाङ खुन समरो सबभन्दा ठुलो टापु मच्छिन अब राम्रो भनौँ अनि हेबेन भनेको छ सुन्दर चाहिँ समुद्री किनार थान्टुके कोरियाको सबैभन्दा खाजाङ नपुन हल्ला साने उयम भन्ने चाहिँ अब कोरियाको एकदमै राम्रो खाले हल्लासान र हान्दे भएर और्याज्या भनेको छ है त्यो जोडिएर त्यसै गरी थोक्तो गान भनेको छ यो चाहिँ अलिकति लाइटको एकदम राम्रो आरामदाउन सुन्दर संसार हामीदा भनेको छ है यो चाहिँ अनुभव आदान प्रदान गर्नुको संसार अनुभव आदान प्रदान गर्न सकिन्छ संरक्षण चाहिँ खेजरे तारा ऋतु अनुसार थाइगान विभिन्न खाले मोसुक भनेको लुक्स है छेराई कोया छुनुन भनेको देखाइदिने अनि उन्जाङहान भनेको भव्य सान्डो पहाडतिर थाइगान विभिन्न खाले थुङसान्डो पहाड चढ्ने यी सबै थुङसान गेक तुलेगे भनेको चाहिँ पहाड चढ्ने मानिसहरूको लागि इङ्गिगा इसुन्दा भनेको चाहिँ लोकप्रिय धेरै छ त्यसै गरेर सौल
बुसान थेगु है सहरका नाम ठुला सहर जुन इत्यादिमा थेगु सिएसन ठुला सहरमा चाहिँ सपिङ उम्सी खाना हाल्यु भनेको छ कोरियाको लहरको मुनुवारुल संस्कृतिलाई छोरियो सुन्दा रमाइलो गर्न सकिन्छ सुकी विशेष गरी हन्तुके कोरियाको सुदोइन भनेको छ केन्द्रीय राजधानी सौलमा चाहिँ फागा वा ह्यान्डेगा भनेको छ फागा भनेको विगत भयो र अनि ह्यान्डे भनेको आधुनिक खोङजोन भनेको चाहिँ खोङजोन भनेको अस्तित्व है भएको होस् ठाउँतिर जस्तो ख्याङबोबोङ प्राचीन दरबार मेङदोङ ठाउँको नाम नामसान थावा भनेको चाहिँ अलि नामसान टावर भनेको टावरलाई थावा भन्ने हो टावर जुन इत्यादि युमेङ हामीदा प्रख्यात छन् यी ठाउँहरू सौलमा चाहिँ बढी प्रख्यात छन् फादामा फादा समुद्रको नजिकै इन्जापान भनेको छ नजिकै बुसान चाहिँ माची पियाङ भनेको छ माची भनेको फेमस रेस्टुरेन्ट अनि इन्गिगा माङको लोकप्रिय धेरै र अनि कुन्देसाए भनेको चाहिँ कुन्देसा यो आधुनिक इतिहास बोकेको है आधुनिक इतिहास बोकेको आधुनिक इतिहास बोकेको हुन्चक भनेको चिना चाहिँ नामा इन्डोन बाँकी रहेको थेगु सहर चाहिँ खोलमोक भनेको गल्ली तारा अनुसार खन्नुन हिँड्ने खुन्दे खोलमोक फुवा भन्यो है अब खुन्दे खोलमोक फुवा भनेको चाहिँ आधुनिक इतिहास बोकेको टुर गल्लीको टुर है खुन्दे भनेको आधुनिक इतिहास खोलमोक भनेको गल्ली थुवा भनेको टुर टिओया टुरलाई फन्गाङ गेक भनेको पर्यटकहरूबाट साराङुन फासुन्दा भनेको चाहिँ माया पाएको छ भनेपछि यसको विशेषताहरू जान्नु पर्यो है के रहेछ भन्दाखेरि ख्याङ्जुमा बुद्धको अथवा चाहिँ त्यहाँ चाहिँ विशेष गरेर फुलकुक्सा र त्यसपछि बौद्ध गुफा यो दुईटा चिज रहेछ यो चाहिँ ख्याङ्जुमा त्यसै गरेर आन्दोङमा यो कन्फुसियस संस्कृति रहेछ हामीलाई त्यो थाहा हुनु पर्यो नि त छन्जुमा चाहिँ पुराना घरहरू रहेछन् यो तीनटा चिज एकदम सर्टकटमा है तीनटा गरे ख्याङ्जुको विशेषता आन्दोङको विशेषता र छन्जुको विशेषता त्यसपछि सौलको विशेषता सौल बुसान र थेगु भनेको अब ठुलो सौल बुसान त्यसपछि थेगुमा चाहिँ तीनटा सहरहरू भयो यहाँ चाहिँ विशेष गरेर मान्छेहरू सपिङ गर्न अनि त्यसपछि खाना कोरियाको लहरहरू हेर्न जाँदैछन् अनि त्यसपछि कोरियाको जुन सौल छ त्यहाँ चाहिँ परम्परागत घर र आधुनिक घरले गर्दाखेरि मान्छेहरू त्यहाँ चाहिँ लोभिँदैछन् अनि अर्को चाहिँ त्यहाँ चाहिँ नामसान टावर अनि त्यसपछि ख्याङ्बोकुङ प्राचीन दरबार यो कारणले गर्दा पनि भयो र अब त्यसपछि बुसान सहर चाहिँ विशेष गरेर चाहिँ जस्तो समुद्रको किनार भयो अनि फेमस रेस्टुरेन्ट भयो त्यो कारणले गर्दा रहेछ त्यसै गरेर अर्को थेगु भन्ने सहर रहेछ थेगु भनेको सहर यो तेस्रो ठुलो सहर हो थेगुमा चाहिँ मान्छेहरू पैदल गर्ने कि पैदल हिँड्ने चाहिँ मान्छेको लागि चाहिँ जस्तो यहाँ भन्यो नि त खुन्दे खुलमुक थुवा भनेको छ अथवा आधुनिक इतिहास बोकेको गल्लीको टुर भनेर चाहिँ टाढाबाट त्यहाँ भ्रमण गर्न जाँदैछन् पैदल यात्रा गर्दैछन् त्यो कारणले गर्दै अब सौलको विशेषता त्यसपछि बुसानको विशेषता र थेगुको विशेषता यो भयो र अब त्यसपछि अर्को चाहिँ रह्यो जुन चाहिँ अलिकति छेजुदो भन्ने छ छेउदो भनेको पनि त्यत्तिकै प्रख्यात छ र छेउदो भनेको कस्तो भन्दाखेरि कोरियाको अलिक ठुलो टापु मध्येमा पर्छ है त्यो बुझ्नु होला त्यसै गरेर यहाँ चाहिँ विशेष अब यो सरक्सान पहाड हल्लासान पहाड र अनि त्यसपछि यो सरक्सान पहाडमा चाहिँ यहाँ देखायो नि त सरक्सान पहाडमा बेलामा यो एकदम फरक खाले चाहिँ यो लुक्से भनेको चाहिँ के भनेको छ भन्दा खेजरे तारा थाइगान मोसुबुल कोया छुन भनेको छ अथवा ऋतु अनुसार फरक चाहिँ त्यहाँ चाहिँ आनन्द लिन पाइने भव्य चाहिँ अनि सान्डो थाइगान थुङसानगा इसा थुङसान केकदेलेगे यिनका मान्छुरा भनेको चाहिँ अब ऋतु अनुसारको फरक चाहिँ त्यहाँ आनन्द सौन्दर्य हुने कारणले गर्दा पर्यटकहरू धेरै जान्छन् भन्नु है त्यसपछि हामी हेरौँ ठाउँनेङवा खन्गिन कुरेमुट कोरिसिप्सियो भने है सितरोल केउची आगो सुन्दा भनेको
सिट चाहिँ कभर चाहिँ चेन्ज गरिरहेको छ भन्ने स्कुल भएको हेर्नुहोस् त 3 नम्बर भयो। अब यहाँ जानुहोस् त 2 नम्बरमा योग्यो भनेको चाहिँ बाथरुम है, बाथरुम वा सेमेन्दे भनेको वासिङ टप, जस्तो हामीले हातमा धुने ठाउँ हुन्छ त्यसलाई भन्छ वासिङ टपमा भएको हो, बाथरुममा वा वासिङटनमा भएको डट छिवजी अनुल्ते भने चाहिँ छिउदा हुन्छ, छिउदा भने चाहिँ मेट्नु हुन्छ है, मेट्न नसकेको बेलामा चाहिँ नमेटेको बेलामा सेजेरुल पुरिन्दा भनेको चाहिँ झोल साबुनले त्यसलाई झोल साबुन छरिन्छ कुरीको अनि सोकुम हुए एकछिनपछि मारुन खल्लेलो भनेको सुकेको अथवा सुकाएको सुक्खा टालोले थाकुम्यान पुसेमा केकु धागे सफा गरी छिउल सुसिन्दा भनेको त्यसलाई मेटाउन सकिन्छ। मेटाउन सकिने भनेपछि नेम्से भनेको गन्ध है, गन्ध त मेटाउन सक्ने होइन होला। अल्लुक भनेको दाग अनि मुलगन भनेको सामान अनि चिप्सोल भनेको टुथब्रस है। केले मेटाउन सकिन्छ भन्दा अल्लुक दागलाई है। 3 नम्बर जाउँ। छङसोरोल फागी छने सरसफाई गर्नु अघि मन्जा भनेको पहिला खेक्सिरे पाहुना कोठामा सोन्निमी पाहुना इन्नुन्जी छ कि छैनन् वाकिन यान्दा चेक गर्नु पर्दछ। खेक्सिल मुनि भनेको पाहुना कोठाको ढोका फादे इक्कना भनेको चाहिँ बन्द भएको वा डिएनडी कार्ड भनेको डोन्ट डिस्टर्ब कार्ड अप्सुमेन नभएमा मन्जा पहिला बेरुल भनेको छ बेललाई के गर्ने हो सेवा हाम्दा हो, सेउदा भनेको योजना बनाउनु ठड्याउनु धेरै अर्थ लाग्छ हो, यसलाई सेउदा भनेको छ। सेउदा भनेको चाहिँ रोक्नु पनि हुन्छ, रोक्नु पर्दछ पखन एकछिन आधा अलि छिटो छोड्न भनेको थिएँ नि त मैले भनिसकेको छु एउटा क्वेसन छ अनि त्यही अघि नै थाहा गरेको नोल्लै आम्निदा भनेको छ है, पिस्नु पर्दछ यो सँग या आम्निदा हो अनुरोध गर्नु पर्दछ र वाकिन या आम्निदा चेक गर्नु पर्दछ। अब यो बेललाई के गर्ने, बेललाई भन्नुहोस् त नोल्लै आम्निदा। 4 नम्बर जानुस्। थाउमन मुवासे ध्यान सल्मेका खेक्सिल छङसुए पाहुना कोठाको सरसफाइमा फिरुवान छङसु यङफुम आवश्यक पर्ने सरसफाइका सामान र लिनेन्डु भनेको छ है। यो चाहिँ जस्तो लिनेन्डु भनेको चाहिँ जस्तो टावेल हुन्छ, साबुन हुन्छ, यी सबैलाई अथवा युज टोयलेट पेपर हुन्छ, सबैलाई चाहिँ लिनेन्डु भन्छ है, प्रकार हो। जुन इत्यादि सिक्को भनेको लोड गरेर इदोङ हालसिनुन सार्न सकिने अनि साकप थोगु भनेको चाहिँ काम गर्ने औजार हो। सुरे भनेको ट्रली, यो इक्जाममा सोधेको है, याद गर्नु होला, यो चाहिँ इक्जाममा सोधेको हो, याद गर्नु होला, यो महत्त्वपूर्ण छ। खेङ्गुन्गी भनेको हाते ट्र्याक्टर, अनि खन्वेयर बेल्ट भनेको यो जस्तो क्रेसर मेसिनमा यस्तो बेल्टहरू हुन्छ यसलाई सार्ने खन्वेयर बेल्ट हो, खन्वेयर बेल्ट। र हाउसकिपिङ खाद भनेको चाहिँ यही हामीले जुन पढ्यो नि ट्रली, जस्तो होटेलहरूमा प्रयोग गर्ने ट्रली भयो है। भनेपछि अब खेक्सिलमा सरसफाइ गरेपछि आवश्यक पर्ने सरसफाइका सामान टावेल साबुन इत्यादिलाई लोड गरेर सार्न सकिने काम गर्ने औजार हो भनेपछि के भयो। 5 नम्बर जानुहोस्। हानकुके भनेको कोरियाको, थे दोसिनुन भनेको ठुला सहर चाहिँ थोसिमादा हो सहर पछि, थारुन थुक्सेक भनेको चाहिँ फरक विशेषता, छिनिगो इसुन्दा भनेको लिएको छ, लिइरहेको छ, फरक विशेषता लिइरहेको छ। सौरुन सौरमा चाहिँ हानकुके कोरियाको, ख्वागा वा भनेको चाहिँ विगत र यान्दे भनेको आधुनिक, खोङजोन भनेको अस्तित्व भएको, खोसिमे ठाउँ हुँदै ठाम नुक्ते काजी राति अबेलासम्म सोपिङुल चोइगिल्छु सपिङमा रमाइलो गर्न, येङ्गेक भनेको पर्यटकहरू, खाजाङ मानी भनेको सबैभन्दा धेरै छान्नुन थोसिन्दा खोज्ने ठाउँ हो, सहर हो।
बुसान हुन् बुसान चाहिँ फालाका आरामदायकको भनेको चाहिँ समुद्र सुन्दर र माजिब दुरी भनेको चाहिँ यो चाहिँ फेमस रेस्टुरेन्टहरू मान धेरै भएर इन्गिगा मानसुन्दा भनेको चाहिँ लोकप्रिय धेरै छ कुरीको अनि खुन्देसा आधुनिक इतिहासको हुन्चक भनेको चिन है चिन नामा इन्नुन बाँकी रहेको थेगुनुन थेगु चाहिँ खोलमोकगिल भनेको चाहिँ खोलगोमोकगिल भनेको चाहिँ गल्ली पारा अनुसार खन्नुन भनेको हिँड्ने खुन्डे खोलमोक थुवा अथवा आधुनिक इतिहास बोकेको गल्लीको टुर खनगङ्गे धेरै पर्यटकहरूको फालगिल भनेको चाहिँ फाल भने खुट्टा खिल भनेको बाटो है पैदल बाटो भनेको पैदल यात्रा कुलको इच्छिन्दा कुल्दा भनेको चाहिँ कमाउनु वा हासिल गरिरहेको छ ल यहाँ मिलाउँ मिल्ने कुरा भनेको छ हान्टुके थे दोसिनुन फोथोङ फुनुइगा फिसुतान्दा अथवा कोरियाको ठुला सहरको प्राय फुनुकी भनेको चाहिँ वातावरण उस्तै छ प्रत्येक सहरको एउटै छ त छैन फरक छ यहाँ भनेको छ नि त फरक छ थारू भनेको फरक हो नि त सौरेसनुन खुन्दे खोलमोक थुवा सौलको चाहिँ खुन्दे खोलमोक थुवा भनेको चाहिँ सौलमा चाहिँ आधुनिक इतिहास बोकेको टुरमा छुल्किल सुन्दा सौलमा रह्यो होइन यो थेगुमा हो बुसानुन खादाका आरम्दा हो अथवा बुसानमा चाहिँ समुद्र सुन्दर भएर येङ्गेक भनेको पर्यटकहरू छुवा मिदा मन पराउँछन् बुझ्नु बुसानमा चाहिँ समुद्र सुन्दर भएर पर्यटकहरू चाहिँ धेरै मन पराउँछन् यही भयो किन समुद्र पनि छ अनि त्यसपछि के छ फेमस रेस्टुरेन्टहरू पनि छन् माचिप येङुल हागो सिफुल्ते अथवा फेमस रेस्टुरेन्टको लागि भरौँ गर्न चाहेन थेगुए खामेन थेमुदा हो त होइन थेगुमा त के भन्दा फुलमुको त्यसमा यो पनि भएन सही उत्तर पनि भयो 3 नम्बर भयो अब मैले आज अलिकति चाँडो गरेको कारण के भन्दाखेरि यहाँ अर्को चाहिँ एउटा क्वेसनको चाहिँ फरक तरिकाको ल्याउनु भन्नुभएको छ टेक्निसियन सरले त्यसलाई मैले आज चाहिँ अलिकति चाँडो छोडिदिएँ तपाईँलाई रमाइलो कस्तो हुन्छ के हुन्छ एक ट्रायल चाहिँ फरक खाले छ आज सरप्राइज छ फरक खाले क्वेसन चाहिँ देखाउँछु भन्नुभएको छ त्यही कारणले गर्दा मैले आज अलिकति हतार गरेँ कुनै बुझ्नु भएको छ भने फेरि पनि तपाईँले गर्न सक्नुहुन्छ है किबोर्डले आवाज आयो भन्नुभएको छ उतापट्टि केही आवाजै सुन्दै भन्नुभएको छ कमेन्ट हेर्ने मान्छे कता हुनुहुन्छ भन्नुभएको थियो त्यो पुरै आवाज आयो उतापट्टि है त्यो कारणले गर्दाखेरि अहिले नयाँ चाहिँ दिन खोज्नु भएको छ त्यो त्यसको लागि केही आवाज आइरहन्छ भने पनि सरी त्यसको लागि है फेरि म दोहोऱ्याउनु पर्ने म भोट दोहोऱ्याउँला अर्को कुछ लिएर आउने भन्नुभएको छ है त आज यति गरेँ सबै आवाजले केही सुन्दैन